आज चाहिँ हामी मेची नदीमा बाढी आएको कारण हाम्रो आफ्नै मेची खोलामा र लोकल पाराले माछा मार्ने छौं। हामीहरूको यहाँ मेची खोला बाढी आएकोले माछा मार्ने कार्यक्रम चल्दैछ। यहाँ भाइहरूले जाल थापिरहेको छ। एउटाले यहाँ माछा खेदाउँदै आउँदैछ। मुक्सेटा सानो भनेको झन् यस्तै शब्दहरूको धेरै प्रयोग छ। त्यही भएर तपाईँ 18 वर्षभन्दा कम हो भने चाहिँ अहिले नै भिडियो छोडिदिनु होला। हेर्न छोड्नु तर लाइक हानेर छोड्नु। त्यो गङ्गेडा टिप्दैछस् कि क्या? यसरी मार्ने हो माछा। आउने हो कि होइन त्यो चाहिँ हेरौँ। उठा त हेरौँ। ओ एउटा त आएछ सानो गङ्गेडा नै आएछ सानो सानो। खै उठाएर झिङ्गे माछा नि देखियो मैले निकाल्नु नि। माछा त आएको त हौ दुलो छ भने चाहिँ गयो। अब आएछ सानो सानो। सानो सानो ल यो सानो सानो परेछ हामी फालिदिन्छौँ यसलाई। हामीहरूको यो माछा मार्ने क्रम भइरहेको छ। यहाँ हामीले बाँध थुनेर मार्दैछौँ। पानी त्यतिको सुक्यो तर खै माछा भेटेको छैन। गङ्गेटै मात्रै भेटिन्छ। यस्तो छ यो अवस्था। यति चाहिँ मारेको छु। यो अहिले यति भएको छ। गङ्गेटै रहेछ यो यति मार्दै हामीले बाँध थुनेको छु। यो मेची खोला हो। बाढी आएर अरू ठाउँमा चाहिँ बाढी आउँदाखेरि फाइदा हुन्छ। 10-8 केजीको माछा मार्छ तर हाम्रोमा चाहिँ त्यत्रो मात्रै हुन्छ। माछा भेट्नै गाह्रो। बाई आयो भने बोल्नु पर्यो छैन फोनै छ। दाइ यो काटिदिँदै हुन्थ्यो होला त। यो उयो कोदालोले गङ्गेटा दुइटा छ नि। तिमीले त खुट्टाको उयो पानी उछिटेको कि माछाकै तारी बगेको नि हालिदिन्छ गङ्गेटा। Guys, there is mom. Why? Oh, नाइ आउनु खत्रो छ। ओए मुजिला। यो मुजी घोच। पकडी राखेको खत्रो नि दाइ। पटन। अनि नाउ त जमाने हो माछाहरु। सम्झाएको त? लामो सिक्ने। देला हैन माछाले यहाँ यसकै जग्गा कुद्दै थियो। अहिले चाहिँ फटाफट गर्दै हो क्या? यस। ओइ साँच्ची निकाल्दैछ भाइ। ओइ आछ न यता चाहिँ
भित्रै छेकमा के गरेको तैँले लामो के छ त्यही छ नि के पक्रियो यस्तै छ नि माछा यसरी मार्नु पर्छ माछा मार्ने मार्ने यहाँ भन न यहाँ चाहिँ भन न यहाँ गाइस यसलाई चाहिँ हामी झुल्की सारेर मार्ने भन्छौँ। साइड साइडको माछा चाहिँ झुलमा आउँछ यसरी हातेर हाल्दाखेरि। यो माछालाई चाहिँ कौवे हो कि के भन्छ, यो चाहिँ समुद्रमा पाइने यस्तो चुचो चुचोवाला हुन्छ है। तपाईँहरूलाई थाहा छ भने कमेन्टमा भनिदिनु होला। अनि यसलाई चाहिँ हामी क्याटफिस भन्छौँ। You sit. यो चाहिँ हाम्रो मेची डाँडाको एमाजोन जङ्गल काकाभिट्टाको। यदि तपाईँहरूलाई पनि फिसिङ गर्नु अथवा फिसिङ भिडियोहरू हेर्नु मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, किनकि मलाई पनि फिसिङ मनपर्छ र म पनि फिसिङको भिडियो ल्याइराख्नेछु। बिहान के हो भाइ बदला कछुवा अहिले चाहिँ हामी मारिसकेर घरतर्फ जाँदैछौँ। किनकि पानी चाहिँ त्यति धेरै सुकेको थिएन, तल तल मात्रै सुकेको थियो। माथि माथि सुकेको त तल तल त्यति नै थियो, त्यहाँ मार्नै सकिएन। गाइस हाम्रो मेट्टी पक्रियौँ। त्यहाँदेखि त सानो देखेको होला तर योहरू चाहिँ बाम माछाहरू हो।
अनि यहाँ चाहिँ गङ्गटाहरू छ। हिले माछाहरू त धेरै थिएन नै, 1-2टा मात्रै पक्रियौँ। अन्त हिले माछा नदियारुहरू पनि हुनुपर्ने हो धेरै, तर खोइ योपालि चाहिँ थिएन। त्यही भएर गङ्गटा छ। हुन त गङ्गटा पनि तेलमा तार्दा त मिठै हुन्छ। यो भिडियोलाई चाहिँ यहीँनिर एन्ड गर्दै थ्याङ्क्स फर वाचिङ दिस भिडियो। र लाइक गर्नु भएको छैन भने लाइक पनि गरिदिनु होला।